सम्पूर्ण नमस्कार। म आज अर्को भिडियो लिएर आएको छु फेरि पनि। मेरो युट्युब च्यानललाई चाहिँ यहाँले चाहिँ सब्सक्राइब, कमेन्ट तथा लाइक तथा सेयर गरिदिनु होला। आज चाहिँ म एउटा नयाँ अर्को चाहिँ फार्मास्युटिकल जुरिस्प्रुडेन्सकै एउटा चाहिँ हामीलाई इम्पोर्टेन्ट पार्ट्स हो, जुन चाहिँ लोकसेवादेखि लिएर यो फार्मेसी लाइसेन्स इक्जामको लागि त अत्यन्तै जरुरी र हाम्रो काम गर्ने बेलामा पनि हामीलाई अत्यन्तै आवश्यक पर्ने र हामीले जानिराख्नुपर्ने जुनसुकै बेला काम लागिरहने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। यो चाहिँ हामीले अब पढ्नलाई चाहिँ त्यो टपिक जुन चाहिँ एउटा पहिला मैले चाहिँ एउटा टपिकमा बनाइसकेको थिएँ, दुईवटा टपिकमा बनाइसकेँ। अब यो चाहिँ तेस्रो टपिक हो। आजको टपिकको चाहिँ ढिलो नगरिकन सुरु गरौँ। त्यो टपिकमा चाहिँ हामीले आज मैले के ल्याएको छु भन्दाखेरि चाहिँ ड्रग रजिस्ट्रेसन रेगुलेसनको बारेमा चाहिँ मैले 2038 को बारेमा चाहिँ अस्ति बनाइसकेको छु होइन। अब चाहिँ आज के ल्याएको छु टपिक, आजको मेन टपिक भनेको चाहिँ ड्रग एक्ट 2035। ड्रग एक्ट 2035 मा कुरा गर्ने हो भने यसमा चाहिँ प्रिएम्बलको कुराहरू छ, यसको अब्जेक्टिभहरू हामीले जान्नुपर्ने हुन्छ होइन। अब्जेक्टिभको बारेमा मैले पछि अर्को भिडियो बनाउने छु। यसमा चाहिँ आज चाहिँ मैले यसकोमा भएका सेक्सन र च्याप्टरको मात्रै कुरा गर्छु होइन। च्याप्टर, परिच्छेद र सेक्सन भनेको चाहिँ हाम्रो के हुन्छ, दफाहरू भयो। अब त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ हाम्रो च्याप्टर 7 वटा सेक्सन 40 वटा छन्। अब यिनीहरू चाहिँ जान्न पर्यो क्या हामीले। सबैभन्दा पहिला चाहिँ च्याप्टर 1 भनेको प्रिलिमिनरी भन्छ। त्यसमा चाहिँ हाम्रो अगाडिमा चाहिँ सर्ट टाइटल कमेन्समेन्ट सेक्सन 1 मा पर्छ भने सेक्सन 2 मा चाहिँ के पर्छ भन्दा डेफिनेसनहरू जस्तै ड्रगको, डिपार्टमेन्टहरूको कुराहरूको बारेमा मात्रै दिएको हुन्छ। च्याप्टर 2 भनेको चाहिँ हाम्रो डिसिसी र डिएसिसीको फर्मेसनको कुरा हुन्छ। त्यो 2037 सालमा चाहिँ हाम्रो चाहिँ त्यो चाहिँ इस्टाब्लिस भएको छ होइन। त्यो 3 र 4 मा त्यो भयो सेक्सन। अनि अब हाम्रो च्याप्टर 2 मा त्यो भने च्याप्टर 3 मा के हुन्छ, रिसर्च एन्ड कन्ट्रोलको कुरा हुन्छ। त्यसमा चाहिँ हाम्रो 5 र 6 पर्दछ। 5 र 6 अन्तर्गत 5 मा चाहिँ हाम्रो के हुन्छ, डिपार्टमेन्ट ड्रग एडमिनिस्ट्रेसन 2036 सालमा चाहिँ इस्टाब्लिस भएको, त्यसको चाहिँ 5 मा छ होइन, सेक्सन 5 मा। 6 मा चाहिँ एनएमएल छ, नेसनल मेडिसिन ल्याबोरेटरी। त्यसपछि गरी अर्को हाम्रो छ 4 नम्बर। 4 नम्बर च्याप्टर सेक्सनमा चाहिँ के हुन्छ, म्यानुफ्याक्चरिङ, सेल एन्ड डिस्ट्रिब्युसन, इम्पोर्ट एन्ड एक्सपोर्ट अफ द ड्रगको कुरा छ। त्यसमा चाहिँ कतिवटा सेक्सन छन् भन्दा 7 देखि 11 वटा छन्। 7 नम्बरमा के पर्छ भन्दा चाहिँ हामीले चाहिँ के भन्छ, रेकमेन्डेसन लेटर टु बी अब्टेन टु इस्टाब्लिस अफ द ड्रग इन्डस्ट्री। ड्रग इन्डस्ट्री भनेको चाहिँ इस्टाब्लिस गर्नुभन्दा अगाडि नै हामीले के भन्छ, त्यो चाहिँ हामीले चाहिँ लिइसक्नुपर्छ। त्यस पछाडि 7 भएपछि सेक्सन 7 भएपछि 8 को कुरा के त, 8 मा के छ भन्दा हामीले चाहिँ प्रोडक्सन लाइसेन्स भनेको चाहिँ टु बी अब्टेन गर्नु पर्यो। प्रोडक्सन लाइसेन्स टु बी अब्टेन गर्नको लागि चाहिँ के गर्नु छ, के गर्नु पर्यो, अब प्रोडक्ट लाइसेन्स त्यो जुन बनाउँछौँ नि हामीले, म्यानुफ्याक्चरिङ गर्छौँ नि, टु बी अब्टेन टु म्यानुफ्याक्चरिङ द प्रोडक्ट भन्छ होइन 8 मा। 8 को ए ले के भन्छ भन्दा 8 को ए ले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ त्यो मार्केटिङ लाइसेन्स टु बी अब्टेन टु म्यानुफ्याक्चरिङ ड्रग एज पर सेक्सन 8 भनेको त्यो जुन 8 मा बनाएको हुन्छ नि, त्यो अनुसारको ड्रगहरू चाहिँ हामीले के गर्नु पर्यो, त्यो मार्केटिङ गर्नको लागि पनि हामीले त्यो सर्टिफिकेट चाहिँ लिन पर्यो। अब 8 को ए पनि हुन्छ, 8 को ए भयो, A2 पनि हुन्छ हुन चाहिँ। A2 मा चाहिँ हामीले त्यो उसको लागि लिन्छौँ के अरे, 8 को A2 मा चाहिँ हाम्रो के हुन्छ भनेदेखि मैले पनि यहाँनिर 8 को A2 मा पनि एउटा हुन्छ भने चाहिँ 8 को A2 मा चाहिँ हाम्रो के हुन्छ भने A2 मा चाहिँ इम्पोर्ट रजिस्ट्रेसनको लागि हामीले इम्पोर्ट रजिस्ट्रेसनको लागि चाहिँ भनेको एउटा सर्टिफिकेट लिन्छौँ। एमा पनि हामी इम्पोर्ट रजिस्ट्रेसनको लागि सर्टिफिकेट लिन्छौँ। त्यस्तै गरी गरेर इम्पोर्ट रजिस्ट्रेसनको लागि सर्टिफिकेट लिन्छौँ। त्यस पछाडि गएर अब 9 मा चाहिँ हामीले के गर्छ त, यहाँ एक्सपोर्टको लागि चाहिँ हामीले त्यो सर्टिफिकेट लिने हो। त 9 को ए मा चाहिँ के हुन्छ भन्दाखेरि 9 को ए मा चाहिँ हामीले इमर्जेन्सी कन्डिसनमा कुनै भ्याक्सिनहरू, कुनै मेडिसिनहरू ल्याउनु पर्यो भने त्यसको मार्फतबाट छिटो प्रक्रिया मार्फत ल्याइन्छ। त्यसपछि 10 मा चाहिँ सब रजिस्ट्रेसन भन्छ। त्यसमा चाहिँ हामीले अब पसलहरू दर्ता गर्न पर्यो होइन। 10 मा चाहिँ पसलहरू दर्ता गराउनु पर्यो। अनि औषधिहरू सेल एन्ड डिस्ट्रिब्युसनको लागि औषधि पनि के गर्नु पर्यो, दर्ता गराउनु पर्यो होइन। अनि त्यस्तै गरी त्यसको 10 को ए मा चाहिँ के हुन्छ भन्दा त्यो सेल एन्ड डिस्ट्रिब्युसन रजिस्टर्ड ड्रग ओन्ली भन्छ क्या, भनेको जुन औषधिहरू मात्रै दर्ता भएको छ डिडिएमा, ती मात्रै हामीले चाहिँ के गर्ने, बेच्ने तथा सेल्सहरू गर्न पाउने भयो भनेर भन्छ। 11 मा चाहिँ अब भ्यालिडिटी अफ रिन्युएबल लाइसेन्स एन्ड सर्टिफिकेट।
त्यसमा चाहिँ अब हाम्रो अब अहिले चाहिँ नयाँ प्रावधान आएको छ। पुरानो प्रावधान अनुसार चाहिँ हाम्रो जसमा चाहिँ पहिलोचोटि गरिसकेपछि चाहिँ 2 वर्ष, त्यसपछि हरेक वर्ष एभ्री इयरमा गर्न पऱ्यो र त्यो म्याच सकिएको चाहिँ 35 दिनभित्र गर्न पऱ्यो। यदि 35 दिनभित्र गर्न सकेन भने 90 दिनभित्रमा 25% चार्ज तिरेर गर्न पऱ्यो। यदि 25% चार्ज 90 दिन पनि क्रस भयो भने चाहिँ हाम्रो जुन लाइसेन्सहरू चाहिँ सर्टिफिकेटहरू छन् त्यो चाहिँ खारिज हुन्छ वा क्यान्सल हुन्छ भनेर भन्छ है। यसो त्यो छ। अहिले चाहिँ नयाँ प्रावधान चाहिँ के हुन्छ भने 1 महिना अगाडि नै हामीले चाहिँ लाइसेन्स चाहिँ रिन्यू गराउनुपर्छ भन्ने नयाँ प्रावधान पनि आएको छ होइन। अहिले चाहिँ नत्र खारिजै हुने कुरा आएको छ। त्यसपछि गएर अब च्याप्टर 5 को कुरा गऱ्यो। च्याप्टर 5 मा चाहिँ क्वालिटीको स्ट्यान्डर्ड अफ ड्रग भनेको क्वालिटी ड्रगको स्ट्यान्डर्डको ड्रगको क्वालिटीको कुरा गर्छ क्या। त्यसमा चाहिँ हाम्रो अब क्वालिटीको कुरा गर्छ 12 ले चाहिँ होइन, क्वालिटीको ड्रग हुनु पर्यो भन्छ होइन। 13 ले के भन्छ भन्दाखेरि प्रोहिबिसन गरिदिन्छ क्या। जुन ड्रगहरू क्वालिटी छैन, जुन मान्छेमा चाहिँ असर पर्छ होइन पब्लिकलाई, त्यो भने चाहिँ बन्द गर्छ। 14 मा चाहिँ रिकल गर्ने, म्यानुफ्याक्चरिङलाई रिकल गरिदिने। 15 मा कम्पेन्सेसन, केही औषधि भयो भने म्यानुफ्याक्चरिङले कम्पेन्सेसन दिनुपर्छ क्षतिपूर्ति। अब 16 मा चाहिँ हाम्रो ग्यारेन्टी त्यो छ। 16 मा चाहिँ ग्यारेन्टी छ, लेटरको ग्यारेन्टी सर्टिफिकेटको ग्यारेन्टी कुरा दिएको छ। 17 मा चाहिँ हामीले क्याटेगोराइजेसन अफ ड्रग भनेको क्याटेगोराइजेसन अफ ड्रग 17 मा छ, जसमा चाहिँ ग्रुप एन्ड सब ग्रुपमा बाँडिएको छ। अनि जसमा चाहिँ नार्कोटिक पोइजनस ड्रगहरूलाई सम्म क, त्यस पछाडि गएर जस्तो हर्मोनल्सहरू एन्टिबायोटिक्सहरूलाई चाहिँ सम्म ग होइन। त्यसै गरी अरू बाँकी ओटिसी मेडिसिनहरूलाई चाहिँ सम्म कमा नार्कोटिक र पोइजनस, खमा चाहिँ हाम्रो हर्मोन र एन्टिबायोटिक, गमा चाहिँ ओटिसीहरू ड्रगहरू पर्दछन्। 18 मा चाहिँ एब्युज हुनु भएन क्या, ड्रगहरूको चाहिँ एब्युज हुनु हुँदैन भन्छ 18 ले। र 19 ले के भन्छ, मिसलिडिङ भनेको मिसलिडिङ तथा एडभर्टाइजमेन्टहरू भनेको फर्स्ट लिडिङ तथा एडभर्टाइजमेन्ट हुनु हुँदैन। औषधसँग सम्बन्धित गलत 50% एडभर्टाइजमेन्ट गर्नु हुँदैन भन्छ। च्याप्टर 5 पनि सक्यो। च्याप्टर 6 ले के भन्छ, च्याप्टर 6 मा जाँदाखेरि चाहिँ हाम्रो अब 20 देखि भनेको 20 देखि कतिसम्म हुन्छ हाम्रो 24 सम्म हुन्छ। च्याप्टर 6 मा चाहिँ पावरको कुरा गर्छ 20 मा। 21 मा त त्यो एडभर्टाइजमेन्ट जुनै पनि औषधि अर्डर गरेको हुन्छ नि, कुनै अब जुन एडमिनिस्ट्रेटरले चाहिँ अर्डर गरेको अनुसारको एग्निस्ट एडमिनिस्ट्रेटर टु फिलिङ्स भन्छ क्या। त्यो चाहिँ त्यो कुनै पनि कम्पेन्सेसन वा केही गर्नु परेको बेलामा चाहिँ जस्तो त्यो चाहिँ 21 मा चाहिँ फिलिङ द केस अफ एग्निस्ट द अर्डर अफ एडमिनिस्ट्रेटर भन्छ क्या। त्यस्तै गरेर अझ 22 मा पनि त्यस्तै छ, प्रोसिडियर फलो गर्नु पऱ्यो होइन। त्यो एडमिनिस्ट्रेटरले भनेको वा औषधि उसको बारेमा चाहिँ फलो गर्नु पऱ्यो। इन्सपेक्टर ड्युरिङ द इन्स्पेक्सन गर्ने बेलामा चाहिँ प्रोसिडियर हामीले फलो गर्नु पऱ्यो। त्यस पछाडि अब 23 मा कुरा आयो। 23 भनेको एकदम इम्पोर्टेन्ट पार्ट हो। इम्पोर्टेन्ट पार्ट हो किन हो, 17 पनि अहिलेको इम्पोर्टेन्ट हो। 23 मा के पार्ट इम्पोर्टेन्ट हो भने 23 को कुरा गर्ने हो भने चाहिँ हामीले 23 मा चाहिँ अब इन्सपेक्टर एनालिस्ट ड्रग एनालिस्टहरूको बारेमा चाहिँ के हुन्छ, यिनीहरूको चाहिँ अब क्वालिफिकेसन कति चाहिन्छ, के चाहिन्छ भन्ने कुरालाई चाहिँ यिनीहरूले चाहिँ के गरिरहेछ, त्यो कुराहरू चाहिँ तोकेको छ। जस्तो अब ड्रग इन्सपेक्टर हुनको लागि चाहिँ हामीले अब बिफार्म गरेको हुनु पऱ्यो, ग्रेजुएट इन फार्मेसी गरेको हुनु पऱ्यो, वा कि त डिप्लोमा इन फार्मेसी गरेको र रिलेटेड फिल्डमा चाहिँ 5 इयरको एक्सपिरियन्स हुनु पऱ्यो होइन। त्यसपछि गएर ड्रग एनालिस्ट हुनको लागि बिफार्म वा ग्रेजुएट इन फार्मेसी भयो होइन। बिफार्मेसी अरू भने ग्रेजुएट इन फार्मेसी हुनु पऱ्यो, वा एमएससी इन केमिस्ट्री भनेको मास्टर इन केमिस्ट्री गरेको पनि हुनु पऱ्यो होइन, केमिस्ट्री, वा मास्टर इन वा बिएससी ब्याचलर इन साइन्स गरेको र 3 इयर्सको भनेको चाहिँ 3 इयर्सको भनेको चाहिँ वर्किङ एक्सपिरियन्स हुनु पऱ्यो रिलेटेड ड्रग ल्याबोरेटरीहरूमा चाहिँ हुनु पऱ्यो भनेर भन्छ। सेक्सन 24 मा चाहिँ अब सेन्डिङ अफ स्याम्पलहरू भनेको कुनै पनि ड्रगहरूको अब कहीँबाट ल्याइयो भने कस्तो ठिक छ कि छैन भनेर चेक गर्न पठाउन चाहिँ सेन्डिङ अफ स्याम्पल भन्छ होइन। त्यस पछाडि गएर अब हाम्रो अर्को 24 मा चाहिँ अब त्यो भइसकेपछि अब हाम्रो 25 मा चाहिँ सेक्सन 5 भनेको 7 मा लाग्छौँ हामी। 7 मा लाग्ने बित्तिकै 7 अब 25 देखि कतिसम्म छ, 40 सम्म छ होइन। अब हाम्रो सकायौँ 25 मा चाहिँ के गर्छ भन्दा अब ड्रग ब्यान्डेडहरू गर्न पऱ्यो। कुनै ड्रगहरू कुनै म्यानुफ्याक्चरिङ कुनै हार्मफुलहरू भयो भने चाहिँ ब्यान्डेड गर्ने कुराहरूलाई चाहिँ 25 ले भन्छ। 26 ले के भन्छ, फिक्स भनेको प्राइस फिक्स गर्ने ड्रगको फिक्स गर्छ। 27 मा प्रेस्क्रिप्सनको कुराहरू गाउँछ, प्रेस्क्रिप्सन भएको मात्रै औषधिहरू चाहिँ प्रिस्क्राइब गर्नुपर्छ भन्छ नि त। त्यस पछाडि 28 मा चाहिँ हाम्रो के आउँछ भन्दा 28 मा पनि हाम्रो छ के एउटा 28 मा पनि प्रोहिबिसन प्रोडक्सन सेल एन्ड डिस्ट्रिब्युसन स्टोरेज एन्ड ट्रान्सपोर्ट इम्पोर्ट सप्लाई अफ द ड्रग्स विदाउट एरेन्जिङ रिक्वायर्ड फिजिकल्स एन्ड ह्युमन रिसोर्सेस भन्छ क्या। त्यसमा जुन के काम गर्नुपर्ने हो त्यो काम गर्दैन भने त्यस्ता औषधिलाई पनि बन्द गर्नुपर्छ भन्छ। त्यसै गरी सेक्सन अन द प्रोहिबिसन एडल्ट्रेसन अफ द ड्रग्स सेल एन्ड डिस्ट्रिब्युसन एडल्टेड ड्रग एन्ड एनिथिङ्स एन्ड क्लाइमिङ एन्ड ड्रग विदाउट द इभिडेन्स भनेको अब एडल्ट्रेसन हुनु भएन। 30 मा त के भन्छ भन्दा एक्सपायरी ड्रगहरू बेच्न भएन। 31 मा के भन्छ, अब 31 मा चाहिँ भनेको
क्लिनिकल ट्रायलहरू गर्नु पऱ्यो कुनै पनि औषधिहरूको कुनै के बारेमा क्लिनिकल ट्रायल गर्नु पऱ्यो भने DD एउटा चाहिँ हामीले रिकमेन्डेसन लेटर लिइहाल्नुपर्छ। 32मा चाहिँ अब ड्रगहरू छुट्याउने हुन्छ त, जस्तो हुन्छ एलोप्याथी हो कि होमियोप्याथी हो कि के अरे आयुर्वेदिक हो कि यो कुराहरू चाहिँ छुट्याउनु पऱ्यो। 33मा नार्कोटिकको कुरा छ, अनि नार्कोटिक एक्ट 2033 सालमा आएको हो होइन, त्यही सेक्सन 33मै छ होइन। त्यस पछाडि गएर 34मा पेनाल्टिजको कुराहरू छ। पेनाल्टिजको कुराहरूमा चाहिँ अलिकति भित्र कुराहरू छ, तर त्यसको बारेमा छुट्टै भिडियो बनाउँला। 35मा चाहिँ अब त्यसै गरी 35को कुरा पनि छ। 35मा चाहिँ सेक्सन 35मा चाहिँ के भन्छ भनेदेखि सेक्सन 35ले चाहिँ हानेको चाहिँ सेलिङ अर फाइन इम्प्रिजमेन्ट एन्ड अफ द लिभ एन्ड फाइन लिभ अफ द फाइन। त्यसमा चाहिँ कुनै पनि व्यक्तिले आफ्नो लगानी लगाएर बनाएको औषधि उसको आदेश पनि अर्कोलाई बनाउन नपाइने उद्देश्यले चाहिँ आदेश दिएको पाइन्छ होइन। जस्तै हो कुनै पनि अब 36ले भन्छ क्या, त्यो चाहिँ 36ले किन भन्छ राइट टु प्याटेन्ट भनेको, राइट टु प्याटेन्ट अफ द ड्रग, राइट टु प्याटेन्ट अफ द ड्रग हुनु पऱ्यो। 37मा डेलिगेसन अफ अथोरिटी हुनु पऱ्यो। 38मा चाहिँ के हुन्छ गभर्मेन्ट नेपाल अफ बी टु बी प्लेन्टिफ भनेको कुनै पनि अब गऱ्यो भने त्यो DDहरूको मान्छेले गऱ्यो भने सरकारीले नि गरेको चाहिँ त्यो के हुन्छ मुद्दाहरू सरकारी कामकाजले गरेको जस्तै मुद्दामा चाहिँ दायर हुन्छ। त्यस पछाडि गएर 39मा के हुन्छ भन्दा इन्भेस्टिगेसन अफ फिलिङ द केसेस। अनि 40मा चाहिँ हाम्रो के हुन्छ भन्दा भनेको पावर टु फ्रेम रुल गरेर हाम्रो सेक्सन 40 र च्याप्टर 11 चाहिँ च्याप्टर 7 चाहिँ हाम्रो सकियो। ओके ल, अरू नेक्स्ट भिडियो लिएर अर्को पार्टमा आउनेछु। हवस् त, सबैको दिन शुभ रहोस्। नमस्कार।